ल साथीहरू फेरि पनि बिहानीको टाइममा म नयाँ भिडियो लिएर आएको छु तपाईँहरूको अगाडि है। म चाहिँ फुपूहरूको घरमा गइरहेको छु नि त, यतै फुपूको घर। अनि यहाँ मुनि चाहिँ झाड यस्तो बेसी छ फर्सी बारीमा, यो काटेर चाहिँ मल सारेर लगाउने, फर्सी चाहिँ पुरा फैलाउने भन्यो। अनि मैले पनि सघाइदिएको। यस्तो हेरेको त कुखुराको चल्ला माउ, त्यहाँदेखिको कुकुर पनि आएको रहेछ होइन। अन्त माउले चाहिँ यति बेसी चल्ला काटेको रहेछ। अन्त यो चाहिँ जरिङ्गोको फुल दाना भइसकेको। अनि त्यहाँदेखि यस्तो हेरेको, बिहान त कस्तो डरलाग्दो पानी परिरहेको थियो नि त। अन्त आज चाहिँ टक्कै दामी भयो दिन, फुपूले काट्दैछ है, मलाई ननिकाल है भन्दै। अन्त यो साइड हेरेको दामी भ्यू निस्केको थियो। अन्त फुपूले पनि भन्दै थियो मजाको निकाल भनेर, पन्जा लगाइरहेको थियो नि त, हात काट्छ भनेर नि त। हात काट्यो भने त काम गर्नु गाह्रो हुन्छ। अन्त यहाँनिर चाहिँ ढुङ्गामा बसिरहेछ कसै चाहिँ, यस्तो हेरेको राति पानी कस्तो मजाको देखिरहेको थियो होइन, बादल माथि तल राति पानी। फुपू हेर्नु न फिल्टर लाएर काटिरहेछ नि त। अन्त सो गाइस, मेरो भिडियो हेर्नुहोस् अनि कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सक्नु भने सेयर पनि गर्नुहोस् है। म तपाईँहरूको अगाडि यसरी नै नयाँ नयाँ भिडियो लिएर आउने छु होइन। कतिजना चाहिँ लाइक गर्नु बिर्सिन्छ नि त। यो चाहिँ हामीले सानोमा ढुङ्ग्रे फुल भन्थ्यो, कतिजनालाई थाहा छ छैन भन्नुहोस् है। त्यहाँदेखि यस्तै हेरेको, आकाश पनि कति क्लियर होइन। तर राति पानीमा चाहिँ घाम लागिरहेछ। हाम्रो साइडमा चाहिँ शीतलै छ, काम गर्दैछु। उपरवालाले पनि सोचेको होला नि त, यिनीहरू काम गर्दैछ, घाम बेसी दिन हुँदैन भनेर। अनि त्यहाँदेखि चाहिँ सट्टै यस्तो गरेँ होइन। त्यहाँदेखि फुपूले मेरो फर्सीको पनि निकालिदियो है भने, कति राम्रो कति चाहिँ कुहियो छैन। फर्सीको गट्टा त्यस्तो डरलाग्दो फलेको, मलै नलगाए पनि नाबा बोटको फलेको रहेछ नि त। अनि त्यसरी मेरो घर पनि निकालिदेऊ भन्दै, यस्तो उकालोमाथि रुखहरू निकाल भन्दै भनिरहेको थियो नि त फुपूले चाहिँ। अन्त मैले चाहिँ निकाल्दै थिएँ। अन्त पारितिर चाहिँ पानी पर्नु स्टार्ट हुँदै चाहिँ यता चाहिँ घाम लागिरहेको थियो नि त। अन्त ढुङ्गाबाट पनि यस्तो गरेर भ्यू निकाल भन्दै भने कि, अनि म ढुङ्गाबाट पनि यस्तो गरेर निकालेँ। होइन यो मेरो ढुङ्गालाई अलिक ठुलो प्रकारले देखाइदिएन भनेर चाहिँ भन्यो होइन, यस्तो गरेर निकालिदिएँ होइन। सो गाइस, आजलाई चाहिँ भिडियो यति नै छ। हेरेर चाहिँ लाइक कमेन्ट सेयर गर्नु नभुल्नुहोस्।